ल फेरि पनि स्वागत वेलकम ब्याक टु आवर च्यानल। भिडियो अन गरेछ नि भिडियो अहिले अन गरेछ अघि पनि फोन आइहाल्यो मौसम पनि फोकाल्यो ल म त आएकै थिएन नि कपिलले जिरोको स्पिडमा बाइक कुदाइराखेछ यतिको ठाउँ चाहिँ है लु अनि यहाँ त बस्नु घरवाला मान्छेहरूलाई त कति राम्रो रहेछ है ठाउँ त है स्वच्छ वातावरण नेटामा पनि छैन यो ठाउँहरू यार हो यार कस्तो मजाको ठाउँ रहेछ यार फर्स्ट टाइम आएको हेरेर बबाल लाग्यो मलाई यार केबुल कार गइरहेछ मजाले तर जुम गर्नु पर्ला है हो अलिक काम राम्रो लाग्यो कहिले काहीँ यस्तो यस्तो ठाउँहरू घुम्नुपर्छ नि कतिमा है कति समाधि मात्रै बस्नु होइन हो त यतिको ठाउँ पनि रहेछ अब मलाई यतिको थाहै छैन फेरि खासमा चाहिँ टिप लिएर नि आएको छ होइन टिप लिएर आमामा घर माथि पनि झट्पट चिसो हुँदै गएको थियो आफूलाई मेरो सेवा भएको छ र यतिको ठाउँमा चाहिँ घुम्नुपर्छ है गरी लानु के छ र ल यो हो क्या सोध्नु छ कपिल को अनमा छ तिनीहरूलाई भिडियो कल गर्नुपर्छ है माथिबाट भिडियो देखाउनुलाई हेर्न हामी त अब सुट्टा मार्नुलाई कुन ठाउँमा पो आइपुग्यो यार बाइक पार्किङ गर्दा हो भने थाहा छैन क्या माथि पार्किङ गर्नु हुँदैन सिधै जानु दिन्छ दिन्छ यहाँतिर पार्किङ सही छ है होला होला पार्किङ हो त नि यार पार्किङमा यो चाहिँ गाडी बिस्तारै हाल्नुहोस् ओके 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 हेलमेट त्यसको ज्यान ठुलो भएकोले भिडियो राम्ररी गर्नु पाएन उत्तर भाइ हामी चाहिँ देख्यो यहाँनिर कार राख्ने ठाउँ नभएर बाइक लिएर आएको नभए हामी कारमा आउने प्लान थियो कपाल सवाल पनि देखाइदियो नि त खोइ ठाडै परेन तेरो कपाल अनि किन 200 रुपियाँ खर्च गरेर सिल्की बनाएको नि मलाई चौचौ भइसक्यो हेलमेट लाउँदा लाउँदा अनि लो अनि यता त बाटै बाटो मात्रै देख्छ त यो त सिन्धुलीको बाटो भन्दा नि त कडा बना खाँदै लो होइन होला नि यार पानी पर्न लागेको हामीसँग छाता पनि छैन गाडी ल आएर त कस्तो मजाको ठाउँ देखेँ आज नआएको भए त मैले यो ठाउँ कहिले देख्थेँ थिएन होला पार्किङ जाने ओहो बस सस पनि चल्दो रहेछ हेलो गाइज आज चाहिँ हामी चन्द्रगिरीमा आएको छु यहाँ फोटो खिच्ने कार्यक्रम रहेछ म र अभिषेक गएको छ होइन भनेपछि यस्तो